नमस्ते। आज चाहिँ हामी यो ब्याचलर लेभलको बिबिएस, बिएड, बिएहरूको चाहिँ टियुले अनलाइनबाट इक्जाम फर्म भर्न सुरु गरेको छ र त्यसको फर्म भर्ने तरिका कसरी भनेर हामी प्रोसेसमा जाँदैछौँ। र यो विद्यार्थीहरूले चाहिँ यो हामीले ट्युब पढ्दाखेरि ब्याचलर्स मास्टर्स पढ्ने बेलामा चाहिँ हामीले सधैँ चाहिँ यसरी नै फर्म भर्नुपर्ने हुन्छ अबको दिनमा। र यो फर्म भरेपछि फर्दर के गरेर मैले पछि भन्दैछु। र आज म महेश आर्याल, म चाहिँ आज एकजना विद्यार्थीको चाहिँ फर्म यहाँ भर्दैछु यशोदा रुकाएको। हामी सबैभन्दा पहिला हामी गुगल क्रोममा जान्छौँ र हामीलाई दिएको टियुले स्टुडेन्ट डट टियु एक्जाम डट इडु डट एनपीमा जान्छौँ। र यहाँ गइसकेपछि हामीलाई यस्तो पोर्टल आउँछ, स्टुडेन्ट पोर्टल साइन इन भनेर आउँछ। यहाँ तपाईँहरूलाई युजर आइडी राख्न र यो पासवर्ड राख्न भनेर दिएको हुन्छ। यदि तपाईँको अलरेडी भइसकेको छ, तपाईँले आफ्नो सेटअप गरिसक्नु भएको छ भने चाहिँ तपाईँले आफ्नो युजर आइडीमा तपाईँको इमेल आइडी जुन ट्युमा दर्ता भएको छ त्यो राख्नु होला। र पासवर्डमा चाहिँ तपाईँले आफूले चाहिँ जुन यो इमेल आइडीको लागि यो ट्युब पोर्टलको लागि भनेर राख्नु भएको छ त्यो पासवर्ड राख्नु होला। र जसको यो हाम्रो छैन, यो नभएको स्टुडेन्टले चाहिँ के गर्नु पर्यो भने जस्तो कुनै अहिले 2024 ब्याचदेखि चाहिँ ट्युमा चाहिँ कलेज इक्जाम फर्म रजिस्ट्रेसन गर्ने बेला इन्ट्री गरिसकेको हुनाले लगभग सबैको चाहिँ इन्ट्री भइसकेको हुन्छ। र जो नयाँ हुनुहुन्छ, योभन्दा पहिला पुरानो विद्यार्थीहरू हुन्छ, बिबिएस पढ्ने, बिए पढ्ने कुनै पनि विद्यार्थी हुनुहुन्छ भने पहिला तपाईँले चाहिँ यहाँ साइन अप गर्नुपर्ने हुन्छ। यो साइन अप गर्दाखेरि चाहिँ तपाईँले आफ्नो इमेल आइडी राख्ने र पासवर्ड राख्ने, कन्फर्मेसन गर्ने पासवर्ड र आफ्नो फुल नेम राख्नु होला। फुल नेम लेख्दा चाहिँ जहिले पनि क्यापिटल ब्लक लेखेर लेख्नु होला, जस्तै एचइएसएच भनेर लेख्नु होला, एआरवाइएआर जुन यसरी लेख्नु ब्लक लेख्नु होला। र आफ्नो रजिस्ट्रेसन नम्बर राख्नु होला यसमा चाहिँ। र डेट अफ बर्थ चाहिँ हाम्रो एडीमा राख्नु, अनि फादर्स नेम यहाँ राख्नु होला। तपाईँले अहिले चलाइराखेको चाहिँ जुन फोन नम्बर छ, फोन नम्बर यहाँ चलाउनु होला। र यो क्याप्चा जुन छ, यो क्याप्चा चाहिँ तपाईँले चाहिँ यहाँ राखेर तपाईँले साइन अप गर्नुभयो भने तपाईँको चाहिँ यो चाहिँ एउटा आइडी चाहिँ ट्युमा चाहिँ क्रिएट हुन्छ। यो क्रिएट भइसकेपछि तपाईँले यो जुन माथि इमेल आइडी राख्नु भएको छ, यो सधैँको लागि तपाईँको युजर आइडी यही हुन्छ। र तपाईँले यहाँ राखेको पासवर्ड चाहिँ यो पोर्टलको लागि, ट्युब पोर्टलको लागि चाहिँ यही पासवर्ड हुन्छ। र हामी यसले ब्याक जान्छौँ, किनकि हामी 2024 ब्याचको विद्यार्थीहरूको अलरेडी ट्युमा चाहिँ रजिस्ट्रेसन गरिसकेको छौँ र त्यति बेला डिटेल राखिसकेको हुनाले हामीलाई यो गर्नु पर्दैन। र तपाईँले यो गर्दै गर्दाखेरि तपाईँलाई कहिलेकाहीँ तपाईँलाई भन्छ कि पासवर्ड हाल भनेर भन्नसक्छ। हामी अहिले साइन इनमा जान्छौँ। मैले एकजना विद्यार्थी यसो रोकाएको गर्दैछु, ROKAYA YASHOTHA यशोदा 83@gmail.com। यसरी हामीले आफ्नो चाहिँ इमेल आइडी यहाँ राख्छौँ। इमेल आइडी राख्छौँ र यहाँ पासवर्ड अब सम्बन्धित हाम्रो यो जिमेलको चाहिँ पासवर्ड यहाँ राख्छौँ। पासवर्ड अब हामीले कहिले काहीँ बिर्सिन सक्छौँ। अब मानौँ मैले अहिले यो बिर्सेछु, यो पासवर्ड अहिले हामीले सपोज मानौँ हालौँ 1 2 3 4 5 6 7 8 9 राख्यौँ भने, तपाईँ राख्नुभयो भने पासवर्ड यसरी राख्नुभयो भने, साइन इन गर्नुभयो भने यो इनभ्यालिड पासवर्ड युजर आइडी अर पासवर्ड भन्छ यसलाई। र यसलाई अब तपाईँ हामीले के गर्नु पऱ्यो भने यो पासवर्ड बिर्सेको खण्डमा अथवा पासवर्डले काम नगरेको खण्डमा चाहिँ यो तल एउटा फर्गेट पासवर्ड भन्ने छ, यहाँ फर्गेट पासवर्ड गर्नु होला। फर्गेट पासवर्ड गर्दाखेरि तपाईँले यहाँ पासवर्ड रिसेट भनेको छ, यो तपाईँले आफ्नो युजर आइडी राख्नु होला जुन अहिले हामी अहिले राखेको छौँ, YASHOROKAYA YASHODHA यशोदा 83@gmail.com। यसरी हामीले यो पासवर्ड यो युजर आइडी राखौँ र यो रिसेट गऱ्यो भने तपाईँको यो इमेल आइडीमा चाहिँ त्योले एउटा चाहिँ ओटिपी पठाउँछ। अब तपाईँले आफ्नो इमेलमा गएर ओटिपी हेर्नुहोस्। अब यो ओटिपी हेर्दा सायद ओटिपी नआउनु पनि सक्छ। अहिले हाम्रो पनि केस त्यही भएको छ, हामीले यो पठायौँ तर ओटिपी आएको छैन। ओटिपी नआउँदाखेरि अब हामीले के गर्नु पर्यो भने आफ्नो सम्बन्धित कलेजमा जहाँबाट तपाईँले इक्जाम दिने हो, जहाँबाट तपाईँले रेजिस्ट्रेसन गर्नुभएको छ, कलेजमा सम्पर्क गर्नु होला। र कलेजले ओटिपी नआएको खण्डमा चाहिँ आफ्नो कलेजमा सम्पर्क गर्ने। र कलेजले चाहिँ के गर्नु पर्यो भने कलेजको ठाउँबाट चाहिँ यो एकपटकलाई पहिलोपटकलाई हो, हामी कलेजको पोर्टलमा जान्छौँ, जुन भेरिफिकेसन गर्ने पोर्टलमा जान्छौँ। र यसमा हाम्रो हाम्रो यो जुन चाहिँ लेफ्ट ह्यान्ड साइडमा भएको जुन यो डिटेलहरू छ त्यो स्टुडेन्टमा गइसकेपछि यहाँ तल स्टुडेन्ट एडिट भन्ने हुन्छ, स्टुडेन्ट एडिटमा जाने। यो चाहिँ कलेजको लागि, यो चाहिँ कलेजले बनाइदिनु पर्ने हुन्छ। र यो बनिसकेपछि स्टुडेन्टले कसरी गर्ने भन्नेमा हामी फेरि जानेछौँ अहिले पछाडि। कलेजले चाहिँ आफ्नो स्टुडेन्टको चाहिँ यो सबै डिटेल्स छ जुन हाम्रो यशोदा रोकाया भन्ने छ उहाँ नानीको चाहिँ हामीले गर्दैछौँ है त। यो हामीले यहाँसम्म गएको छौँ भने अहिले हामी जुन यो इमेल आइडी छ, यो इमेल आइडीले काम नगरेको हो। इमेल आइडीलाई हामीले फेरि के गरौँ भने यो हामीले यही प्रयोग गर्न पनि सक्छौँ। यसलाई कपी गर्ने युजर आइडी यहाँ भनेको छ, यो युजर आइडी, यो युजर आइडी इमेल आइडी यहाँ हामीले के गर्ने यसलाई कपी पेस्ट गर्ने। तपाईँले नयाँ युजर आइडी पनि अथवा नयाँ इमेल आइडी पनि तपाईँले यहाँ राख्न सक्नुहुन्छ। यो कलेजले गरिदिनु पर्ने हुन्छ। यो राखिसकेपछि अब यो न्यू कन्ट्याक्ट नम्बर भनेर हुन्छ, यो न्यू कन्ट्याक्ट नम्बरमा यदि नम्बर चेन्ज भएको छ भने नयाँ नम्बर राख्नुहोस्, नभए यो माथिको जुन हामीले 97 वाला छ हामीले यही नम्बर राख्छौँ। जस्तो हाम्रो यशोदा रोकाएको सायद यही नम्बर हुनसक्छ, यो यही नम्बर हो 9765779212। यो नम्बर फेरि राखौँ। यो नम्बर र यही हामीले चाहिँ युजर आइडी राखेर इमेल आइडी राखेर हामीले फेरि यसलाई सेभ गरेर हामीले सेन्ड इमेल गर्छौँ। र यो तपाईँलाई यदि यो आफ्नो इमेल आइडी चेन्ज गर्न चाहनुहुन्छ भने तपाईँ कुनै अर्को इमेल आइडी र नयाँ मोबाइल नम्बर तपाईँले लिनुभएको छ भने तपाईँले अहिले नयाँ लिएको नम्बर चाहिँ यहाँ तपाईँले हामीले नयाँ नम्बर राख्न सकिन्छ। यसलाई मैले सेभ गरेँ, यो सक्सेसफुल्ली अपडेटेड भनेको छ। त्यसपछि हामीले यो के भन्छौँ भने सेभ एन्ड सेन्ड इमेल भनेको छौँ हामीले। अब यसलाई हामीले सेभ एन्ड सेन्ड इमेल गर्छ, न्यू इमेल इज रिक्वायर्ड भनेको छ।
ल यसरी चाहिँ हाम्रो अब यो अपडेटेड सक्सेसफुली भनेको छ जुन अहिलेको इमेलमा चाहिँ जुन हामीले यो राखेको छ त्यो इमेलमा चाहिँ अब चाहिँ ओटिपी आउँछ है त ओटिपी आयो होइन ओटिपीमा पासवर्ड आएको छ अब यो पासवर्ड नयाँ पासवर्ड आएको छ अब यो अब नयाँ पासवर्डमा तपाईँको इमेल आइडी यही हुन्छ यो तपाईँले जुन यहाँ राख्नु भएको इमेल आइडी हुन्छ कलेजको लागि पनि र यो इमेल आइडी र नयाँ अहिले जुन विद्यार्थीको इमेल आइडीमा जुन पठाएको पासवर्ड चाहिँ हामीले अब स्टुडेन्ट पोर्टलमा गएर युज गर्यो अहिले हामीले कलेजको काम गर्दैछौँ कलेजको पोर्टलबाट जान्छौँ अब हामी फेरि विद्यार्थीको पोर्टलमा जान्छौँ है त विद्यार्थीको पोर्टलमा जाँदै गर्दाखेरि म फेरि सुरुबाट सुरु गर्छु यो जुन स्टुडेन्ट पोर्टल भनेर हामी फेरि खोल्छौँ स्टुडेन्ट पोर्टल गर्छौँ यहाँ युजर आइडी हाल्नुहोस् भनेको छ हामी युजर आइडीमा जुन अहिले भनेको थियौँ रोकाया आरओकेएवाइए रोकाया YASHODH यसो त 83@gmail.com भनेर हामीले यहाँ जाउँ फेरि हो सजिलो छ अब जाउँ भाइ जुन कलेजले तपाईँहरूलाई नयाँ तपाईँको इमेल आइडी अथवा त्यही इमेल आइडी फेरि अपडेट गरिदिएको छ र अपडेट गरिसकेपछि तपाईँको आफ्नै इमेल आइडीमा तपाईँले एउटा पासवर्ड पाउनुहुन्छ अहिले हाम्रो जुन आएको पासवर्ड 1 2 3 4 5 आएको छ होइन त त्यही आएको छैन हाम्रो यस्तो त्यो पासवर्ड हालिसकेका छौँ यो आरओकेवाइए YASHODH यो इमेल आइडी र हामीले नयाँ आएको पासवर्ड एकचोटि हामीले भेरिफाई गरौँ 1 2 3 4 5 भनेर आएको छ सबै अहिले सबैको 1 2 3 4 5 आउँछ पासवर्ड त्यो चाहिँ हामीले कलेजले दिइसकेपछि मात्र हामीले चाहिँ यो 1 2 3 4 5 हाल्नु मिल्छ हामीले सुरुमा हाल्दाखेरि यसले काम गर्दैन त्यसलाई हामीले अब साइन इन गर्छौँ है त साइन इन गर्दाखेरि रोकायाको यो हामीले खुल्छ यो खोलिसकेपछि हामीले ओल्ड पासवर्ड राखौँ 1 2 3 4 5 हामीले यो पासवर्ड हामीले यहाँ राख्छौँ र तपाईँले यसलाई चाहिँ अब नयाँ चेन्ज गर्नु होला नयाँ चेन्ज गर्दाखेरि तपाईँले आफ्नो पासवर्ड हाल्नु होला कन्फर्मेसन गर्नु होला मैले यहाँ दुईवटा पासवर्ड हालेँ मैले यसलाई मैले पासवर्ड हालेर मैले यसलाई सबमिट गर्छु अब यो पासवर्ड चेन्ज सक्सेसफुल्ली प्रोसिड टु लगइन भनेको छ अब मैले अब मेरो पासवर्ड चेन्ज भयो अब मैले लगइन गर्न मिल्छ मैले अहिलेकोमा जान्छु जुन रोकाया आरओकेवाइए रोकाया YASHODHA 83@gmail.com जान्छु म फेरि र हामीले अहिले चेन्ज जुन गरेको पासवर्ड छ 1 2 3 4लाई जुन चेन्ज गरेको पासवर्ड छ त्यो पासवर्ड हामीले राख्छौँ अहिले मैले चाहिँ तिनवटा अब यो पासवर्ड चाहिँ तपाईँको 8वटाभन्दा बढी हुनुपर्छ यो त्यहाँको डिजिट वर्ड गरेर त्यो चाहिँ तपाईँले चाहिँ बनिसकेपछि चाहिँ त्यो चाहिँ काहीँ टिप्नु होला हाम्रो अहिले टिपिसकेका छौँ र यसलाई हामीले साइन इन गर्छौँ साइन इन गरेपछि तपाईँले यस्तो आउँछ भित्रबाट पोर्टल यस्तो आउँछ अब तपाईँले अब एकपटक त्यो गरिसकेपछि फेरि दोहोऱ्याएर गर्नु पर्दैन यदि पासवर्ड बिर्सेको खण्डमा फेरि तपाईँले रिसेट पासवर्ड गर्न सक्नुहुन्छ जब यहाँ आउनुहुन्छ भने अब यसो त रोकाएको हामीले यहाँ फर्म भर्छौँ इक्जाम फर्ममा जान्छौँ अब यहाँ तपाईँको यस्तो सबै डिटेल आउँछ यहाँ तपाईँको रेजिस्ट्रेसन नम्बर आउँछ तपाईँ म्यानेजमेन्ट ब्याचलर अथवा बिए हो भने बिए आउनसक्छ ल हो भने ल आउनसक्छ यसो त रोका तपाईँको डिटेल जुन हामीले पहिला रजिस्ट्रेसन भर्ने बेलामा जुन जुन डिटेलहरू भरेको थियौँ त्यो डिटेलहरू आउँछ अब तपाईँले अब यहाँ जुन एस्टेरिक लागु जुन छ तपाईँ देख्नु त्यसलाई चाहिँ तपाईँले कम्पलसरी भर्नु भनेर भनेको अब यसलाई चाहिँ हामीले यहाँ सिलेक्सन गर्छौँ बिबिएस 4 इयर्सको यो चाहिँ बिबिएस हो फर्स्ट रेगुलर भनेर यहाँ भर्छौँ रेगुलर टाइप अलरेडी यहाँ दिइसकेको छ फ्याकल्टी म्यानेजमेन्ट अटोमेटिक दिइसकेको छ ब्याचलर लेभलको हो हामीले यदि मास्टर्स हो भने मास्टर्स भन्ने अहिले हामीले ब्याचलरको काम गर्दैछौँ भने ब्याचलरको हामीले सिलेक्सन गर्छौँ र प्रोग्राममा हामीले बिबिएस हामीले भनेको छौँ अलरेडी यहाँ आएको छ अन्य आउँछ भने तपाईँले बिबिएस आफ्नो चाहिँ प्रोग्राम सिलेक्ट गर्नु होला र यो फर्स्ट इयर आएको छ यदि कुनै अर्को आउँछ भने तपाईँले यहाँ तपाईँले आफ्नो कुन इयर हो भोलिको दिनमा फर्स्ट सेकेन्ड थर्ड फोर्थ आउनु सक्छ तपाईँले आफ्नो कुन इयरको इक्जाम भर्दै हुनुहुन्छ त्यो चाहिँ यहाँ हामीले सेक्सन गर्नु अहिले मैले यहाँ गरेँ र एउटा मस्ट हुनुपर्ने तपाईँको एउटा फोटो अपलोड भएको छैन तपाईँले यो फोटो चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ यसमा चाहिँ है त फोटो अपलोड कसरी गर्ने त भनेर हामी यहाँ के गर्छौँ भने हामी फोटोमा हामीले अपलोडमा क्लिक गर्छौँ र हामीले कुन डेस्टिनेसन फोटो राखेको छौँ अहिले हाम्रो खुलिसकेको छ यो हामीले कुन डेस्टिनेसनमा हाम्रो फोटो राखेको छौँ त्यो फोटो हामी त्यहाँ जान्छौँ है त यो फोटो हामी जाँदाखेरि यशोदाको फोटो हामीले सिलेक्सन गर्छौँ यशोदा रोकाएको फोटो हामीले यहाँ छ यशोदाको हामीले यहाँ डबल क्लिक गऱ्यो भने यहाँ फोटो आउँछ यो फोटो आइसकेपछि हामीले के गर्छौँ भने यो फोटो अपलोड गरिसकेपछि तल जानुहोस् होला एकचोटि भेरिफाई गर्नु होला तपाईँको यहाँ टोटल मार्क्स 500को हुनुपर्छ र यदि 400को इक्जाम दिनुहुन्छ भने चाहिँ तपाईँको 400को मात्र हुनसक्छ तर तपाईँको अहिले ब्याचलर लेभलमा हामीले प्रत्येक वर्ष 5वटा इक्जाम दिनुपर्ने 5वटा विषयको दिनुपर्ने भएको हुनाले यहाँ 5वटा हुन्छ सपोज कुनै वर्षमा 450 पनि हुनसक्ला प्र्याक्टिकल इक्जामको हुनाले तपाईँलाई अहिले यहाँ सबै कुनै चेक गर्ने ठाउँ दिएको छैन अलरेडी यहाँ 500 दिएको छ कहिलेकाहीँ तपाईँको यहाँ धेरै सब्जेक्टहरू आउन सक्छ तपाईँले इक्जाम दिने सब्जेक्ट चाहिँ चुज गर्नुपर्ने हुन्छ भोलिको दिनमा यो चाहिँ विशेष गरेर फोर्थ इयरमा गइसकेपछि चाहिँ तपाईँले यो गर्नुपर्ने हुन्छ फर्स्ट सेकेन्ड थर्डमा मैले अहिले बिबिएसको गर्दैछु भने फर्स्ट सेकेन्ड थर्डमा चाहिँ तपाईँलाई अटोमेटिकली यो आउँछ है त यहाँ पनि 500 यहाँ पनि 500 सब्जेक्ट सेलेक्टेडको टोटल मार्क्स भनेको 500 भनेर आएको छ र त्यसपछि हामीले के गर्नु यसलाई एकचोटि सेभ गरौँ यसलाई कन्फर्मेसन गरिसकेपछि सेभ गरौँ सबै एकचोटि हेर्नु होला दोहोऱ्याएर हेर्नु होला काहीँ एरर छ कि छैन होइन एरर छ भने तपाईँको यो माथि योभन्दा पहिलाको भिडियोमा थोरै त्यहाँ अन्तिम पार्ट काटेको हुनाले मैले यो अन्तिम पार्ट पनि यहाँ थोरै राखिदिएको छु जब तपाईँले यो सबै कुराहरू भरेर सेभ गर्नुहुन्छ तल यहाँ सेभ र सबमिट आउँछ र सेभ गरेर सबमिट गर्नु होला सबमिट गरिसकेपछि तपाईँलाई यहाँ प्रिन्ट आउँछ यो प्रिन्ट तपाईँले हामीले क्लिक गऱ्यो भने प्रिन्ट गरेर यस्तो तपाईँले इन्फर्मेसन आउँछ यो इन्फर्मेसन चाहिँ तपाईँले यसलाई प्रिन्ट गरेर तपाईँको यो सेकेन्ड पेजमा चाहिँ तपाईँलाई चाहिँ
यसरी सेकेन्ड पेजमा चाहिँ यो तपाईँको सबै डिटेल आउँछ र यो टु बी फिल्ड बाई द क्याम्पस अफिस भनेको हुन्छ। यो तपाईँले चाहिँ आफ्नो सम्बन्धित कलेजमा लगेर चाहिँ यो प्रिन्ट चाहिँ लगेर बुझाउनु होला र यो चाहिँ त्रिभुईमा गएर त्रिभुईबाट बल्ल भेरिफाई गरेर तपाईँको आफ्नो चाहिँ जुन अहिले लगइन गरेको पोर्टलमा चाहिँ तपाईँको पर्मिट कार्ड पछि आउनेछ है त। यसलाई चाहिँ मैले थप जोडेँ है त।